गाइस ल हेर्छु त हजुरलाई आज म हैन राम्रोसँग ध्यान गरेर सुन्नुछु है। आज मेरो मनमा लागेको कुरा भन्दैछु, मैले सिकेको थाहा पाएको अनुसार के भनिन्छ नि बुढापाकाहरूले बेला हाम्रो पुर्खौँदेखि चलिरहेको कुरा हैन, जस्तोलाई त्यस्तै ढेँडोलाई निस्तै भनेर हैन, त्यो त सुन्नुभएको होला सबैजनाले। के भनिन्छ भने यो अब भनौँ न यसरी सिमी टिपेको भिडियो त सबैको फरी पेजमा पुगिन्छ हैन। अनि मान्छेलाई कस्तो मान्छेहरूको सोच विचार कस्तो हुँदो रहेछ भने हैन, स्वाट्ट सार दिइहाल्ने कि एउटा न लाइक न कमेन्ट न हेर्ने फुल वाच गर्ने केही नाही के हैन। अब सबैको बानी त्यस्तै छ हैन। अनि जस्तो आफूले गरिन्छ त्यस्तै नै अरूले हामीले पनि गर्ने हो हैन। जसले मेरो भिडियोमा लाइक कमेन्ट सबै हैन फुल वाच गरेको हुन्छ उहाँकै भिडियो हेरिन्छ हो कि हैन हैन। त्यो हो जस्तोलाई त्यस्तै ढेँडोलाई निस्तै भन्ने त उखान त सुनिरहेकै हो हामीले पुर्खौँदेखि हैन। त्यही भएर पैसा पर्दैन क्यारी हैन, पानी एउटा सट्ट छोड्न कमेन्ट गर्न हैन फुल वाच गर्न पैसा पर्ने भएको ओहो पैसा दिनुपर्छ बाबै यसको भिडियो हाम्रो भन्न टिकटक हेर्दै आइपुग्यो लौ न भनेर रिस डाहा गर्नेहरूलाई चाहिँ म चाहिँ टन्न यसरी नै भिडियो बनाएर पोस्ट गर्ने हो। हेर्नु हजुर हैन, आफूलाई माया गरे पो अरूलाई पनि माया गरिन्छ हैन। अरूले पनि आफूले जस्तो गरे त्यस्तै हुने हो। मैले पनि अनि रोटी भनेको चिज त एकहोरो त पाकिँदैन हेर्नुहोस् हजुर हैन। रोटी त दोहोरो पल्टाउनै पर्छ हैन। त्यस्तै नै गर्ने हो कि हजुर हैन। के एउटा भिडियो आउँदैमा हैन स्वाट एउटा लाइक एउटा कमेन्ट पनि नगर्न स्वाट सार्नेहरूलाई त आफूले पनि त्यस्तै गरिन्छ हजुर। त्यही भएर उनीहरूलाई जलाउनै यसरी मेहनत गरेर चट्ट लाएर तरकारी फलाएर हैन अर्ग्यानिक तरकारी खान त दुःख गर्नुपर्छ नि हजुर हैन हैन। ओहो मनै त यस्तै त यति तरकारी फलाकी छ कि देखाउँछु भिडियोमा पोस्ट गरी भनेर एक छाक मलाई पनि दिए हुन्थ्यो नि बाबै भन्नेहरू त थुक निल्नेहरू त धेरै हुन्छन् हजुर हैन। त्यही भएर मलाई चाहिँ आज यसरी नै भिडियो बनाउनु मन लाग्यो कि हजुर सुनिता अधिकारीलाई हैन। यसरी नै भिडियो बनाएर पोस्ट गर्न मन लागेको भएर अनि बनाउँदैछु। हेर्नुहोस् है अस्ति एकचोटि टिपेँ, यो चाहिँ 2 लट हो है। यो चाहिँ 2 चोटि भइसक्यो मैले फलाएको। यस्तो बोटमा पनि ल बोट छ पुर्के हैन, आफ्नो जाँगर आफ्नो अर्को कुरा हैन। अर्काको भिडियो हेर्नलाई चाहिँ हैन प्रोफाइलभित्र गएर हैन चट्ट लाएर साडी हेर्न जानेछ कि आखिरमा त कसले हेरेर गयो भनेर सबै त्यहाँ त अहिले त टिकटक उसमा आइहाल्छ हैन। मान्छेको फोटो सही हैन फेस सही कसले हेरेर गयो भनेर। त्यही भएर हेर्न त सक्ने कसरी बनाए के गरे भनेर हैन। लाइक गर्न चाहिँ मजा जस्तो गर्ने लाइक चाहिँ है यो। अनि मैले पनि त्यस्तै सिकेकी छु, उहाँले जस्तो साडी सिन्छ स्वाट मैले पनि त्यस्तै सार्छु है। त्यही भएर लाइक दिने कमेन्ट दिनेलाई पुरा भिडियो फुल वाच गर्नेलाई दिइहालेको छु गरिहालेकी छु, नगर्नेलाई जोसुकै होस् आफन्त होस् अरू होस् हैन बाल फरारा मैले पनि स्वाट सारिदिने गरेको छु हजुर। हजुरलाई मेरो कुरा हैन त जस्तोलाई त्यस्तै ढेँडोलाई निस्तै भने त उखानै छ हैन। त्यही भएर आफ्नो गरे पो भिडियो लाइक कमेन्ट गरे पो हैन पैसै तिर्न नपर्ने त यस्तो गर्छन् मान्छेहरू डाहा हैन लोभ डाहा हुन्छ यसरी ल। हेर्नुहोस् है दाराले मर्नुहोस् छेरेरै मर्नुहोस् ल हैन। अनि आफूले पनि त्यस्तै हो ल अर्ग्यानिक तरकारी टिप्दै हैन आफूले यो कुरा राखेकी हुँ हजुर हैन। उखानै छ नि जस्तोलाई त्यस्तै ढेँडोलाई निस्तै भनेर। रोटी भने एकरो पाकिँदैन कसो त हजुर हैन। त्यही भएर अर्काको भिडियो पनि लाइक गर्न सिक्नुपर्छ हैन। अब अरूले गरेन भनेर चित्त दुखाउने पुरै भएन हैन। त्यही भएर म चाहिँ आफ्नो भिडियो फुल वाच हैन कमेन्ट गर्नेलाई चट्ट गरिदिने हो हैन, नगर्नेलाई बाल फरारा गरिदिने हो कि
यो त कलियुग हो हजुर, कलियुग होइन। जस्तो अरूले सिकाउँछ त्यस्तै नै सिक्ने हो कि रोटी भने। एक कुरो त पाक्दैन हजुर, कसो त। सुनिताको अर्ग्यानिक तरकारी बारी उत्सुक हुन्छ कि उहाँहरूलाई होइन। ओहो यसले कसरी बनाए, यसको के भयो भनेर पुरा त्यो प्रोफाइलभित्र गएर हेर्नुको कारण के हो त होइन, त्यो नभए। त्यही भएर म चाहिँ आफ्नो तरकारी फलाउँदै चट्ट, यो चाहिँ अभोगाडोको बोटै होइन, चट्ट लाएर आफू खुसी हुँदै होइन। कसैले केही पनि नगरेको छैन, बाल मतलब छैन होइन। स्वाद मैले पनि साथ दिनु जानेछु कि, त्यही भएर चट्ट लाएर होइन मेरो तरकारी बारी।